Hello, konnichiwa, namaste सबैजनालाई. First of all, I would like to introduce myself. So मेरो नाम चाहिँ विजय बस्याल हो. म विगत 2 वर्ष नेपालमा रहेर जापानिज भाषा को क्षेत्रमा एज अ टिचर काम गरेँ. सो अहिले म जापानमा छु र अहिले म एन्ट्री लेभलको निहोङ्गो चाहिँ युट्युबको प्लेटफर्मको थ्रु चाहिँ अहिले सबैजनालाई पढ्न सहज होस् भनेर यो पढाउने प्लानिङ गरेर चाहिँ आजबाट चाहिँ म यो सुरु गरेको छु. आशा छ अब सबैजनाले माया गरिदिनु हुनेछ, सपोर्ट गर्नेछ भन्ने चाहिँ आशा लिएको छु. सो मैले चाहिँ बेसिकल्ली हाम्रो सोमातोमे बुकलाई चाहिँ फलो गरेर त्यसको एकोर्डिङली चाहिँ पढाउने गरेको छु, जसले इक्जाममा हुन त पढ्नको लागि धेरै बुकहरू एभाइलेबल छन्, तर पनि तुलनात्मक हिसाबमा चाहिँ अलिकति इक्जाम ओरिएन्टेड मेरो आफ्नो एक्सपिरियन्स भन्नु पऱ्यो भने चाहिँ सोमातोमे पढ्नु भयो भने चाहिँ इक्जामको हिसाबले अलिकति क्वाइट बेटर हुन्छ कि भन्ने अनुमानमा चाहिँ मैले सोमातोमेको बुक फलो गरेको छु. सो हामीले सोमातोमे चाहिँ यसलाई चाहिँ सिउखान अनुसार चाहिँ डिभाइड गरेको छ. फर्स्ट विक, सेकेन्ड विक गर्दै हामीले 6वटा हप्ता पढ्छौँ. ग्रामर, अनि त्यसपछि हाम्रो मिनिङ र खान्जी. सो अब हामीले यसमा चाहिँ पढ्ने क्रममा फर्स्टमा ग्रामर पढ्छौँ. ग्रामरको 6वटा विक छ र त्यसै गरी हाम्रो गोइको मिनिङको 6वटा विक छ. सो मैले पार्ट गर्दै भिडियोहरू राख्दै जानेछु. सो स्टेप बाई स्टेप. आशा छ तपाईँहरूले पनि यसलाई हेरेर पोजिटिभ प्रतिक्रियाहरू दिनुहुनेछ भन्ने चाहिँ एकदमै आशा गरेको छु. सो ढिला नगरी आजबाट श्री गणेश साय नमः गरेर पहिलो पार्ट म गोइको फर्स्ट विकको फर्स्ट डे चाहिँ राख्न जाँदैछु. सो अब मैले यो भर्खर नयाँ तरिकाले गर्न खोजेको हुँदा अब केही कमी कमजोरीहरू होलान्. सो तपाईँहरूले एज अ फिडब्याक कमेन्टमा दिनुहोला. सो कस्तो हुन्छ, अब नजानेका कुराहरू मैले अब अझै बेटर गर्ने तरिकाले के कस्तो गर्न सकिन्छ सबै कुराहरू फिडब्याक दिनुहोला. सो म एकोर्डिङली बेटर गर्ने कोसिस गर्नेछु. होप सबैजनाले भिडियोहरू बुझ्नुहुनेछ भन्ने आशा लिएको छु. सो इमाकारा इस्यो नि निहोङ्गो गाम्बात्ते इकिमाशो मिनासान. हाजेमाशो. सो अब ढिला नगरी हामी विषयवस्तुतिर प्रवेश गरौँ है. आज हामीले सोमातोमे बुकको गोइको फर्स्ट विकको डे 1 पढ्न गइरहेका छौँ. सो त्यहाँबाट हामी स्टार्ट गरौँ है. सो मिनासान इमाकारा इस्यो नि गाम्बात्ते इकिमाशो. एन्सान नो बेन्क्यो चुचुकिमाशो. सो फर्स्टमा छ दाइ इस्यो भन्छ है. पहिलो विक भनेको फर्स्ट विक. खाजियो सिमास्यो घरको काम गरौँ भन्दैछ. अब यतापट्टि देख्न सक्नुहुन्छ इचिनिचिमे भनेको पहिलो दिन, फर्स्ट डे भन्छ है. फर्स्ट डेको टपिकमा के छ त त्यसमा हामीले अब विस्तारमा एक्सप्लेन गर्दै जान्छौँ. किचन डे अनि लिभिङ डे भन्छ है. किचनमा अथवा लिभिङ रुममा भनेको छ. इन द किचन एन्ड लिभिङ रुम भनेर यता साइडमा पनि दिएको छ. अब दुईजना बिच खाइवा कम्युनिकेसन भइरहेको छ है. दुईजना है, एउटा बोय र गर्ल बिच कम्युनिकेसन हुँदैछ. अब बोयले के भनिरहेछ हेरौँ त. ओनाखाका सुइता नानी खाना है भन्छ है. कस्तो मलाई भोक लागिरहेछ, केही छैन, केही खानेकुराको हिसाबमा होला, केही छैन भन्दैछ. अब यता लेडिजले के भनेको छ हेरौँ. नोकरी मनो नारारो यो बच्चेको खाने हो भने छ है, लेफ्ट ओभर फुड चाहिँ छ है, बच्चेको खाने भएछ. बिरो हेती रुके दो नोमो चिसो बियर छ र खाने हो र पिउने हो त भनेर उसले सोधेको छ. सो फर्स्टमा बोइज केटाले भन्यो मलाई कस्तो भोक लागेको छ, केही छैन भन्यो. अनि केटीले के भन्यो त भन्दा बच्चेको खानेकुरा छ भने छ के अरे, चिसो बियर छ, पिउने हो त भनेर सोधेको छ. सो यही टपिकभित्र रहेर हामीले अब किचनको कुराहरू अगाडि बढ्दै हेर्छौँ है. सो यहाँ अगाडि छ एओ मित्यो वेमास्यो भन्छ. यो चित्रहरू हेर्दै हामीले याद गरौँ. फर्स्टमा छ किचन दाइदोकोरो. हामीले किचन भनौँ, दाइदोकोरो भनौँ, किचन भनौँ, भान्सा कोठा एउटै कुरा हो. सबैजना यसमा है नन्नै हुनुहुन्छ. सो यो दाइदोकोरो भनेको किचन अथवा भान्सा कोठा. सेकेन्डमा छ देन्सी रेन्जी. देन्सी रेन्जी भनेको माइक्रोवेभ ओभन, जसमा हामीले खानेकुराहरू तताउँछौँ है. सो बिजुलीबाट चल्छ. यो भनेको देन्सी रेन्जी अथवा माइक्रोवेभ ओभन भन्न सक्नुहुन्छ. अब थर्डमा छ ओ चावान है. यो भनेको बोल, कटौरा भन्छौँ नि हामीले, कटौरा बोर्डको. सो अब प्लेस अनुसार डिफ्रेन्ट हामीले प्रनाउन्स गरिन्छ. सो यो भनेको कचौरा अथवा बोर्डको बोल भयो है. अर्को छ वाइन गुरासो भन्छ. वाइन गुरासो भनेको वाइनको ग्लास है. वाइनको ग्लास, अल्कोहलहरू खाने. सो वाइनको ग्लास भयो. अर्को छ कोही काप्पु.
कोही काप्पु भनेको कफी खाने कप। अब हामी नेपालमा त कफी चिया सबै नै खाइन्छ, त्यस्तो है वाक्य गरेको हुँदैन खासै, अब चल्छ। तर यहाँ चाहिँ यो कोही काप्पु भनेपछि यहाँ तपाईँले कफी खानुहुन्छ। अब यहाँ अर्को छ युनोमी अथवा चावान भनेको छ है। यो भनेको टिपिकल टी कप, हामीले चियाको कप भन्छौँ नि। सो अब नेपालमा पनि अब अहिले त त्यस्तो छैन, अब कपमै सिस्टम आयो। पहिला एउटा सिसाको ग्लास हुने गर्दथ्यो होइन, त्यसमा टिपिकल मिल्क टी खाँदाको त्यो भाइब्स नै अर्कै हुन्थ्यो है। सो मैले चाहिँ त्यो फिल गरेको, हजुरहरूले पनि कतिले अब याद होला त्यो कुरा। सो यो युनोमी भनेको टी कप है। अब यतापट्टि आउँ, यहाँनिर भनेको छ गासु रेन्जी अथवा गासु कोन्रो भन्छ है। गासु रेन्जी अथवा गासु कोन्रो। गासु रेन्जी वा गासु कोन्रो भनेको ग्यास चुल्हा भन्छौँ नि हामीले, ग्यास चुलो भन्ने गरिन्छ। सो ग्यास स्टोभ लेखेको छ, आइदर गासु रेन्जी भन्नुहोस् आइदर गासु कोन्रो भन्नुहोस् है, खान केही नै है, फरक पर्दैन, जुन भने पनि हुन्छ। अर्को छ गारा सुनो कोप्पु भन्छ। गारा सुनो कोप्पु भनेको सिसाको कप भनेको है। यहाँ नझुक्किनु दुईटा कुरा, यहाँ छ गुरासु छ भने यता छ गारासु। सो गुरासु भनेको गिलास हो भने गारासु भनेको सिसा हो है, यसमा नझुक्किनु। यहाँ भन्छ वाइनको गिलास भन्नु र सिसाको कप फरक कुरा हो है। यो गारासु भनेको सिसाको कप, यसमा नझुक्किने होला। अर्को छ रेवा। रेवा भनेको लिभर। सो हामीले अब धाराको पानीहरू खोल्दाखेरि त्यो लिभर लेफ्ट राइट गऱ्यो भने के हुन्छ, धाराको पानीहरू खुल्छ नि त। सो त्यो घुमाउने टुटी जस्तो भनौँ, टुटी पनि नभनौँ, त्यो एउटा माथिबाट के त लिभरै भनौँ त्यसलाई है। टिपिकल नेपालीमा के भन्छ मलाई पनि आएन। सो यो लिभर भयो। अर्को छ नागासी। नागासी भनेको सिङ्क। सिङ्क भनेको जसमा हामीले भाँडाहरू धुन्छौँ है, भाँडाहरू अब किचनमा खाएको भाँडाहरू धुनिन्छ, जसलाई अब के त बेसन पनि भनिन्छ। एउटा हात धुनेहरू वास बेसन भयो भने यो भाँडा धुने बेसन नै भनौँ। अब अगाडि हेरौँ, अर्को छ यो त भयो हाम्रो दाइदो कुरो, किचनको कुराहरू हेऱ्यो। अर्को छ लिभिङ रुम भन्छ है। अब हामी लिभिङको कुरा गर्छौँ, लिभिङ रुम अथवा के भन्छौँ हल कोठा है। अब हामीले अब जे भनौँ बैठक कोठा पनि भनिन्थ्यो पहिला, तर अहिले धेरै अब त्यो शब्द युज टुमा छैन। सो फर्स्टमा छ मादो गारासु भन्छ है। यो तिनवटा एक्सप्लेन गर्नुभन्दा पहिला, यो मिनिङहरू भन्नुभन्दा पहिला म तपाईँहरूलाई एउटा सानो कुरा भन्छु। अब सबै ठाउँमा चाहिँ धेरै जसो जापानको ठाउँमा के हुन्छ, तिनवटा लेयरमा झ्याल हुन्छ है। एउटा हुन्छ काठको लेयर हुन्छ, सर हामीले स्लाइड गरेपछि काठको, जसले के गर्छ त घाम पानी होइन अब आउनबाट रोक्छ। अर्को हुन्छ सिसाको लेयर। अब सिसा हामीलाई थाहा नै छ, सिसा भनेपछि बुझि नै हाल्नुहुन्छ। सो अर्को सिसाको लेयर, जसबाट अब हामीले के त भ्यूहरू हेर्न सकियो। अर्को हुन्छ जाली, जसबाट किरा फटेङ्ग्राहरू आउँदैन है। यो कुरालाई म अब रिलेट गरेर यहाँ तपाईँहरूलाई एक्सप्लेन गर्छु। मादो गारासु भनेको यो हेर्नु त बिचमा छ नि, यो सिसाको झ्याल जसबाट बाहिर होइन त्यो हरियो रुखहरू देखिरहेको छ, यो भनेको सिसाको झ्याल, मादो गारासु भयो यो। त्यहाँ चुकीमा अर्को छ आमादो। आमादो भनेको यो काठको पल्ला भन्छौँ नि, अब हामीले काठको पल्ला, जसले के त घाम पानीहरू पर्नबाट रुममा बचाउँछ। अर्को आमिदो भनेको के हो त, यो जालीहरू है, जालीहरू जसले चाहिँ किरा फटेङ्ग्रा मुसीहरू होइन किराहरू नआओस् भनेर हामीले जाली युज गर्छौँ, यो भनेको आमिदो भयो। अब अर्को छ तेन्जो। तेन्जो भनेको सिलिङ हो, यहाँ अलिकति गलत ठाउँमा पोइन्ट आउट गरेको छ, यो माथि यहाँनिर हुनुपर्ने हो। सो छतको भित्री भाग है, छतको भित्री भागलाई हामीले के भन्छ त सिलिङ भन्ने गरिन्छ, जहाँ फ्यानहरू झुन्डाउने गरिन्छ। सो यो भयो सिलिङ। युखा भनेको अब सबैलाई थाहा नै छ, युखा भनेको के भयो त भुइँ है, फ्लोर। यतापट्टि चाहिँ एयरकोन। एयरकोन भनेको एसी अथवा एयर कन्डिसनर। कोन्सेन्टो भन्छ। कोन्सेन्टो भनेको इलेक्ट्रिकल आउटलेट भन्छ है। इलेक्ट्रिकल आउटलेट भनेको अब हामीले टिपिकल नेपालीमा बुझ्नु पर्यो भने हामीले पावर सकेट अथवा प्लग भन्छौँ नि, जहाँनिर हामीले चार्जरहरू है हालेर चार्ज गर्छौँ फोनहरू। अब कुनै पनि डिभाइस चलाउनु छ भने हामीले के त सो देनगेन इरेरु गर्ने, त्यहीँनिर लगाएर हामीले त्यो कोदोलाई इरेरु गरेपछि के हुन्छ त त्यो चार्ज हुन्छ अथवा त्यो डिभाइस चल्छ। सो त्यसलाई भन्छ कोन्सेन्टो, अथवा हामीले के भन्न सकिन्छ त यसलाई पावर सकेट प्लग भन्नु। तपाईँलाई अब जे भन्दा अलिकति सजिलो लाग्छ। कोदो भनेको अभियसली यो तार भइहाल्यो है। अब अगाडि जाउँ, यता छ फेरि हिता भन्छ। हिता भनेको हिटर है, जसले अब के त जाडोयाममा कोठाहरूलाई न्यानो गराउँछ, हिटर। अर्को छ जिउतान अथवा कापेत्तो भन्छ। जिउतान अथवा कापेत्तो भनेको के त हामीले अब गलैँचा कार्पेट भन्छौँ नि। सो जिउतानो सिकु भनेको अथवा कापेत्तो सिकु भनेको कार्पेट बिछाउनु है, अब गलैँचाहरू बिछाउनु भनेर यहाँ पोइन्ट आउट पनि गरेको छ।
यो त भयो हामीले पिक्चर हेरेर सेचुमे गर्यौं है। अब अर्कोमा भनेको छ हेर्नुस् त यहाँ मोत्तो ओबेमास्यो भन्छ है। मोत्तो ओबेमास्यो भनेको अझै धेरै हामीले याद गरौं। मोत्तो ओबेमास्योमा फर्स्टमा छ सुइदौनो जागुची हो हिनेरु भन्छ। त्यो धाराको त्यो टुटी हुन्छ नि, धारा चाहिँ खोल्छौं नि हामीले। अब त्यो अघि के थियो त रेवा भनेको थियो, धाराको रेवा चाहिँ हामीले चलायो भने त्यो लिभर चलायो भने के हुन्छ त खुल्छ नि त, त्यस्तो ओपन गरेपछि अथवा लेफ्ट राइट गर्यो भने यो भनेको धाराको अब टुटी खोल्नु अथवा धाराको पानी खोल्नु भन्ने बुझ्नु। टर्न अन ट्याप धारा खोल्नु भनेर बुझ्दा अझ सहज भयो है। सो सुइदौनो जागुची हिनेरु भनेको त्यो धारा खोल्ने। अर्को छ मिजुगा कोरु वाटर फ्रिज है, पानी फ्रिज हुनु है। पानी फ्रिज हुनुलाई के भन्छ त मिजुगा कोरु। अब यतापट्टि छ फेरि कोरिनी नारु। त्यो पानी फ्रिज भइसकेपछि केमा चेन्ज हुन्छ त? पानी फ्रिज भइसकेपछि त्यो के हुन्छ त आइसमा चेन्ज हुन्छ है। इट कन्भर्ट इन्टु द आइस। सो के त आइसमा चेन्ज हुन्छ ढुङ्गा जस्तो। सो त्यो भनेको फेरि कोरिनी नारु। सो आइसमा परिवर्तन हुनु। अर्को छ रेइतो सिते होसन सुरु भन्छ। रेइतो भनेको हाम्रो जहिले पनि फ्रिजमा धेरै जसो अब फ्रिजमा के दुईटा त्यो खाना छुट्टाइएको हुन्छ। एउटा डिप फ्रिज भन्छ हामीले नेपालमा युज गर्दाखेरि, डिप फ्रिज जहाँनिर चाहिँ अब एकदमै अत्याधिक रूपमा हामीलाई चिसो बनाउनु पर्ने छ भने त्यो खानेकुराहरू हामीले त्यहाँ राख्छौँ है। सो त्यसलाई भन्छ रेइतो। अनि रेइजो भनेको अर्को भयो नर्मल चिसाउने। सो रेइतो सिते होसन सुरु भनेको कुनै पनि कुरा फ्रिज टु स्टोर भनेको डिप फ्रिजमा राख्नु भनेर बुझ्दा हुन्छ है तपाईहरुले। अर्को छ नोकोरी मोनो आता तामेरो। यसलाई मैले अघि पनि सेचुमे गरिसकेँ। सो बचेको खानेकुराहरूलाई हामीले तताएर खाइन्छ नि त, सो त्यही नै हो है नोकोरी मोनो आता तामेरो भनेको वार्म अप लेफ्ट ओभर फुड इन अ माइक्रोवेभ। सो त्यो माइक्रोवेभमा भएको खाना चाहिँ तताउनु। अर्को छ बिरु हियासु चिल द बियर भन्छ। बियर चिसो बनाउनु है। बिरु हियासु भनेको अथवा चिल द बियर भनेको बियर चिसो बनाउनु। यता छ बिरुगा हिएतेरु भन्छ। द बियर इज चिल्ड भन्छ। बियर चिसो हुनु, अलरेडी बियर चिसो छ। यो हियासु र हिएते हेर्नुस् त। सो जिदौसी तादौसी तपाईहरुले एन्फोरमा पनि पढेर आउनु भएको कुरा हो। सो यो छ। अब हामी फेरि अगाडि बढौं। यहाँनिर छ अर्को एयाकोन्नो रिमोकोन भन्छ है। एयाकोन्नो रिमोकोन। एयाकोन्नो रिमोकोन भनेको के हो भन्दा त एसी को रिमोट है। एसी को रिमोट। यतापट्टि छ फेरि देनगेनो इरेरु प्लगइन। अघि मैले भने नि त। सो देनगेनो इरेरु भनेको हामीले कुनै पनि कुरा चाहिँ कनेक्ट गरेपछि के हुन्छ त प्लगइन गरेपछि चार्ज हुन्छ नि त। सो हामीले मल्टिप्लगहरुमा प्लगहरुमा लगाएर जोडेपछि त्यो चार्ज हुन्छ फोनहरु। सो प्लगइन है। अर्को छ यहाँनिर भन्छ जिउतानो सिकु। अघि पनि मैले मेन्सन गरेको थिएँ। सो कार्पेटहरू है तातामीहरू बिछाउने भन्ने कुरा। सो जिउतानो सिकु भनेको कार्पेट द फ्लोर भनेको कार्पेटहरू बिछाउनु। अर्को छ हेयाओ आतातामेरु। सो कोठालाई न्यानो बनाउनु। तपाईले चाहिँ हिटर चालु गर्नु भने के हुन्छ त कोठा न्यानो हुन्छ। सो के भयो त यो हेयाओ आतातामेरु भनेको कोठालाई न्यानो पार्नु है, न्यानो बनाउनु। अब अर्को छ फेरि कुरागा अनि यहाँ कितेरु छ अनि रेइबोगा कितेरु भनेको चाहे तपाईले एसी चलाउनुस् चाहे कुलर चलाउनुस् हैन। अब एउटा सही टेम्परेचरमा रुम हुनु हो के यो भनेको है। बी वेल एयर कन्डिसनर। जस्तो चिसो छ अब चिसो भएको अवस्थामा अब यहाँ चाहिँ चिसोलाई मात्र मेन्सन गरेको छ। रेइबो भन्नुस् अथवा कुरा भन्नुस् हैन। त्यो रुम चाहिँ के भयो त प्रपर कन्डिसनमा हुनु के। रुम चाहिँ प्रपर अब त्यो अब जति तापक्रम चाहिएको छ त्यो तापक्रममा चाहिँ रुमको अवस्था हुनु है। सो पर्फेक्ट छ भन्छ। ल तपाईँ गर्मी भयो भित्र जानुभयो टक्क एसी चल्दैछ पर्फेक्ट रहेछ मौसम मौसम भन्दा नि रुमको इन्भाइरोमेन्ट होइन त्यो टेम्परेचर चाहिँ राम्रो रहेछ पर्फेक्ट भन्ने टाइपको यसले भाव दिन्छ है। सो अर्को छ हियातारिगा इ भन्छ। यता अर्को पनि हेरौँ। हियातारिगा इ भनेको हेभ अ गुड एक्सपोजर टु सन भनेको छ है। सपोज हामीले कहिले काहीँ भन्छ नि मेरो रुममा त घामै आउँदैन त्यति घामै पर्दैन भनिन्छ नि त। सो राम्रो एउटा ठिक्क घाम पर्नु है हाम्रो रुममा अथवा कुनै पनि ठाउँमा चाहिँ एउटा जस्तो मौसम भयो मौसममा नि के हुन्छ त ठिक्क घाम लाग्छ है। जो हल्का फुल्का घाम लागिरहेछ भन्नुभयो भने चाहिँ के हो त हियातारिगा इ है। अब गुड एक्सपोजर ठिकठाकको घाम लागिरहेको छ। हियातारिगा वारुई भनेको चाहिँ एकदमै घामै लागेको छैन, घामै देख्न पाइएन भन्छौँ नि हामीले हो। त्यो भनेको हियातारिगा वारुई अब पोर एक्सपोजर टु घामको चाहिँ अब के त जस्तो तपाईँले कपडा सुकाउनु भयो अब हियातारिगा वारुई भएर चाहिँ के भयो त अब कपडै सुकिराखेन मजाले त्यो घामै आउन पाएन भनिन्छ नि। यो भनेको ठ्याक्क अपोजिट भयो है।
यता छुटेको छ यहाँनिर देन्गिनो इरेरु भनेको प्लग इन देन्गिनो किरु भनेको अनप्लग त्यो चार्जमा कनेक्ट गर्नु र त्यो डिस्कनेक्ट गर्ने कुरा भयो है अर्को छ यहाँ दानबो चुकेरु टर्न द हिटर अन है चुकेमास भनेको हामीले पहिला पढेकै कुरा हो दानबो भनेको हिटर सो हिटर के गर्ने त हामीले यहाँनिर ओपन गर्ने अन गर्ने भन्छ अनि यो अझै पनि म भन्दै कुरा र रेबो भनेको यो हाम्रो एसी अथवा कुलर चाहिँ सही तापक्रममा हुनु रुमको टेम्परेचर चाहिँ पर्फेक्ट हुनु सही तापक्रममा भएर भन्ने अर्थ दिन्छ अब यो सकिसकेपछि हामीले यहाँ रेन्स्यु गरौँ है अब यहाँ रेन्स्यु दिएको छ अब हामीले यो रेन्स्युलाई चाहिँ पढेको आधारमा चाहिँ तादासी है चाहिँ कोताए चाहिँ एराबो गर्नु पर्यो तादासी होनी मारो चुकेनासाई भन्छ राइट भए राइट उसमा चाहिँ तपाईले मार्क लगाउनुस् अथवा मारु लगाउनुस् भन्छ फर्स्टमा छ मुसिगा हाइते है मुसिगा हाइते कोना योनी यता छ एमा आमादो अनि आमिदो ओ यहाँ के भनेको छ त सिमेमास्यो भन्छ मुसिगा हाइते कोना योनी आमादो अथवा आमिदो सिमेमास्यो भनेको मुसी भनेको किरा हैन किराहरू मुसिगा हाइते कोना योनी भनेको किरा फटेङ्ग्राहरू नआउने गरी है तपाईको रुममा किरा फटेङ्ग्राहरू नआओस् भनेर आमादो र आमिदो भन्छ हामीले पढेको थियो आमादो भनेको सटर लेखेको थियो त्यो काठको पल्ला अनि आमिदो भनेको जाली भनेर मैले भनेको थिएँ अघि ओ सिमेमास्यो अब किरा फटेङ्ग्रा नआओस् भनेर तपाईले काठको पल्ला लगाउनुहुन्छ कि जाली लगाउनुहुन्छ त अभियसली जाली लगाउनुहुन्छ सो तादासीको ताइवा बिए सो आमिदो सिमेमास्यो सोरी सारादा रेजोको है रेजोको दे सारादा चाहिँ रेजोकोमा फ्रिजमा भनेको हियासिते अथवा रेतो सिते ओकिमास्यो तपाईले चाहिँ सलादलाई चाहिँ अब चिसो बनाएर राख्नुहुन्छ कि फ्रिज बनाएर राख्नुहुन्छ त अभियसली हामीले के गर्छ त हियासिते ओकिमास्यो अब हामीले सागसब्जीहरू भयो नर्मल खानेकुराहरूलाई हामीले फ्रिज त्यो डीमा राखिँदैन है नर्मल फ्रिजमै राखिन्छ सो तलको भागमा सो हियासिते ओकिमास्यो चुकी अर्को छ हिताओ चुकेतारा हियागा आताताखाको नात्ता अनि यहाँनिर भन्छ कितेकिता भन्छ कितेकिता भन्छ हिटर चलाइसकेपछि कोठा चाहिँ न्यानो भयो भन्छ एउटाले तातो भयो अर्को चाहिँ अब यहाँनिर के भन्यो त अब पर्फेक्ट अब कुलिङ कन्डिसनमा रुम छ भने जब कि यो भनेको हाम्रो रेबो अथवा कुरासँग रिलेटेड हो है चिसो कुरासँग रिलेटेड हो है सो यहाँनिर के भयो त कोठा अभियसली तपाईले हिटर चलाइसके खोलेपछि कोठा न्यानो हुन्छ अथवा तातो भएर आउँछ सो तादासीको ताइवा ए भयो है अब अर्को छ योनमान चोत्तो सोनो वाइन है चोत्तो सोनो वाइन गारासु गुरासु तोत्ते भन्छ यसो त्यो वाइनको ग्लास चाहिँ दिनुस् भनेको अघि मैले यो सेचुमे गर्दा भनेको थिएँ यिमीहरू गारासु भनेको सिसा हो भने गुरासु भनेको गिलास हो भनेपछि चोत्तो सोनो वाइन गुरासु होला कि गारासु होला त अभियसली गुरासु है वाइनको सिसा भन्न मिलेन वाइनको ग्लास दिनु यसो त्यो वाइनको ग्लास दिनुस् त भनेर उसले अनिगाई गरेको छ जा गो बान्नो मिमास्यु मिनासान देन्सी रेन्जी गासु रेन्जी छ है देन्सी रेन्जी र गासु रेन्जी छ देन्सी रेन्जी आइदर गासु रेन्जी नो हियो सुकोसी चिसाकु है चिसाकुसिते भन्छ अब आगो है आगो भनेको आगो अलिकति सानो गर्न भनेको छ अब हामीले देन्सी रेन्जी भनेको माइक्रोवेभ ओभन जसमा हामीले खाना तताउँछौँ बिजुलीबाट गासु रेन्जी भनेको अथवा गासु कोर्नु भनेको ग्यास चुल्हा हो अब ग्यास चुल्हाको आगो अलिकति सानो गर्ने कि अब माइक्रोवेभ ओभनको अभियसली माइक्रोवेभ ओभनको आगो सानो गर्ने भन्ने हुँदैन सो के भयो त गासु रेन्जी अब अर्को हेरौँ रोकुबान मादो छ अनि गारासु गुरासु फुकिमास्यो भन्छ अभियसली सिसाको अब झ्याल भनेर हामीले भन्थ्यौँ मादो गारासु हो फुकिमास्यो सिसाको झ्याल पुछौँ अब अर्कोमा हेरौँ है यहाँनिर भन्छ नानी नानी नि वा दोरेगा हाइरिमास्का हितोचो एराबिनासाई अब यसमा चाहिँ के हाल्ने हो कुन चाहिँ मिल्छ एउटा छान्नुहोस् भन्दैछ फर्स्टमा छ नाना वानको हेरौँ आतरासी कोही नानी नानी हो खाइमासिता भन्छ नयाँ कफी यहाँ कोप्पु छ गुरासु छ गारासु छ काप्पु छ सो यो कोप्पु भनेको के त गारासुनो कोप्पु भन्दा गिलासको कप भनेर बुझिन्थ्यो गुरासु भनेको यो गिलास भयो
यो गारासु भनेको सिसा भयो यो काप्पु भनेको यो भयो है कोही काप्पु भनिन्छ है कफी कप सो यो हामीले मिनिङमा पनि पढेर आएको कोही काप्पु भनेर थियो अनि के त यहाँ गारासु कोप्पु थियो यो भनेको कोप्पु भनेको गारासु कोप्पु हुन्थ्यो यो गुरासु भनेको गिलास भयो यो गारासु भनेको सिसा भयो यो काप्पु भनेको कप सो आतरासी कोही काप्पु खाइमासिता मैले नयाँ कफीको कप किनेर लिएर आएँ भन्दैछ सो कि साइको नमन्दाइ कोनो जागुची हो नानी नानी तो ओयुगा देमा त्यो अब धाराको टुटी है त्यो धाराको टुटी सिकु छ आतातामेरु छ हिनेरु छ इरेरु छ है बिछाउने भन्छ तातो पार्ने भन्छ अब घुमाउने भन्छ अनि हाल्ने भनेको छ अभियसली अघि हामीले सुरुमै पढेको जागुचियो हिनेरु भनेको टर्न अन द ट्याप धारा अन गर्ने भनेर पढेको थियौं सो अब यो के हुने भयो त कुन जागुचियो हिनेरु तो ओयुगा दिमास यो तपाईले धारा खोल यो ट्याप अन गर्नुभयो भने चाहिँ यहाँनिर तातो पानी आउँछ सो यो थियो आज हाम्रो ए दाइ इस्युको इचिनिची है इचिनिची मेइको गोई मिनिङ है गोई भन्नु मिनिङ भन्नु एउटै कुरा हो सो मिनिङ आज हामीले अब मिनिङ प्लस सँगसँगै यसको रेन्सिउ पनि हामीले सेचुमे गर्यौं सो आज मैले अब फर्स्ट टाइम यो गरिरहेको छु सो अब के कस्तो भयो सबैजनाले प्रतिक्रिया दिनु होला है सो मैले करेक्सन गर्नुपर्ने कुराहरू के छ सो म त्यसलाई पनि अब कन्टिन्युअसली सुधार्दै लान्छु सो सबैजनाले है भिडियोहरू हेरिदिनु भयो अहिलेसम्म सबैजनालाई थ्यांक यू सो मच है साइगोमा दे दोगा मिते कुरेते मिनासान होन्तो नि आरिगातो गोजाइमासिता सो आजको लागि यति नै गरौँ सो मिनासान सायोनारा योरोशिकु ओनेगाइशिमासु